चप्पल लाउने अवस्था पनि नहुँदा साथ दिनलाई जुत्ता लाउने भइसकेपछि चाहिँ बिर्सिनु हुँदैन। एक्ज्याक्टली यो रियालिटी। तर यहाँ फेरि ठ्याक्कै एउटै छ, ठ्याक्कै अपोजिट छ क्या। यहाँ मान्छेहरू चप्पल लाउने हुँदै चप्पल लाउँदा सँगै सङ्गत गरेर जब जुत्ता लाउने बन्छन् तब चप्पल लाउनेलाई बिर्सन्छन्। होइन खुट्टा तान्ने मान्छे घरमै छन् भन्दा पनि अब खुट्टा तान्नेले खुट्टा तानेर पाउने त्यो खुट्टै होइन जुत्तै हो होइन। जसले खुट्टा तान्छ त्यसले पाउने जुत्तै हो। त हिजो जस्तो जिन्दगी बाँच्थ्यो अहिले पनि त्यस्तै बाँच्छु। फरक यति हो, अहिले मसँग कपडा फेरेर लाउन सक्ने अवस्था छ, हिजो कपडा खेरेर लाउनु कति माया सानुलाई गर्छु म, छुट्नु परे बाँच्दिन मर्छु म, पिपल छेउमा बर। मैबी मन्दिरमा पानी परिरहेको थियो, त्यसपछि हातमा मोबाइल थियो अनि त्यो झरी भन्ने वर्ड माइन्डमा खेल्यो क्या। त्यो झरी मैले त्यो पानीसँग कुरा गर्न चाहेँ कि पागलपन हुन्छ है फेरि मान्छेसँग, सबैसँग हुँदैन त्यो। प्रायः लेख्ने मान्छेहरूसँग यो पागलपन चाहिँ हुँदो रहेछ क्या। परमेश्वर काम गर्नलाई कतिको सजिलो मान्छे हुँदो रहेछ। एउटा बच्चा बच्चीको लागि अभिभावक जहिले पनि सजिलै हुन्छ। अभिभावक हो हाम्रो। अहिले समयले पो मलाई सर्जक मलाई गायक बनायो त, र मेरो त अभिभावक हो नि। फरक यति हो क्या, कोही हिजो डाइरेक्ट आफै पैसा भाडा हालेर प्लेन चढेर गाडी चढेर आयो होला, स्टुडियोसम्म रेकर्डिङ गर्ने अवस्था थियो होला, कसैले त्यो थिएन होला, एउटा माध्यम खोज्यो, माध्यमबाट आइदियो, उसले गायो, उसको गीत चल्यो होइन। अनि त्यसलाई चाहिँ एउटा के छ भाइरल भएर आयो, भाइरल भएर आएको होइन नि त, त्यो त क्षमता भएर आएको। नेपाली कलाकार बाँच्यो भने नेपाली गीत सङ्गीत बाँच्छ, नेपाली गीत सङ्गीत बाँच्यो भने नेपालको संस्कार बाँच्छ, संस्कृति बाँच्छ, नेपाल बाँच्छ। यही त हो नि। मैले म बन्नका लागि मलाई मारेको मान्छे हुँ भनेपछि आफै सोच्नु न, मेरो जीवनको ऊर्जाशील समय मैले गीत सङ्गीतका लागि खर्चेँ, मेरा रहर र सपनाहरूको त्याग मैले गीत सङ्गीतका लागि गरिदिएँ। मैले गीत सङ्गीतका लागि गुमाउन बाँकी भनेको म मात्रै हुँ, मैले बाँकी सब गुमाएछ। मैले जुन चामलको भात हिजो टपरीमा खाएको त्यही चामलको भात अहिले थालमा खान्छु, खाने भाँडा फेरिएको चामल फेरिएको छ। तर जब यो ओभरको बारेमा थाहा पाइयो, छक्का चौकाको बारेमा थाहा पाइयो, क्याच आउट, अनि त्यसपछि फिल्डिङ बलिङ, यो सबै कुराहरू थाहा पाइसक्यो त वाउ मजा छुट्टै रहेछ क्या खासमा। अहिले राजनीतिले गर्दाखेरि देश ध्वस्त भइरहेछ, हरेक कुराहरू ध्वस्त भइरहेछ होइन। राजनीति सुधार्ने भन्दा नि राजनीति गर्ने व्यक्तिहरू सुध्रियो भने चाहिँ राम्रो हुन्थ्यो क्या। हिजो एकजना राजा थिए, देशको अर्थतन्त्र ठिकै थियो, राम्रै थियो, सबै थियो। अहिले घर घरमा राजा भइदिए, घर घरमा राजा भन्नुहुन्छ, टोलमा राजा भइदिए होइन। घर घरमा राजा होइन, घरको प्रत्येक कोठामा राजा हो, प्रत्येक कोठामा राजा हो। पब्लिकसँग रिलेटेड छ कि छैन, अथवा पब्लिकको सेन्टिमेन्टसँग यो कुरा रिलेटेड छ कि छैन, उनीहरूको भावना बोल्यो कि बोलेन यसले, यो गीतले, यो शब्दले भन्ने कुरालाई चाहिँ मैले त्यो केलाउँदै जाँदाखेरि त्योबाट चाहिँ उत्कृष्ट 2-4वटा गीत निस्किने हो। कस्तो हुन्छ भने आफूलाई आफ्नो कुरा धेरै प्यारो लाग्दो रहेछ क्या। नेपाली भाषा, नेपाली संस्कृति, नेपाली गीत सङ्गीत कति प्यारो रियालिटी सो चक्रव्यूह हो भन्नु तपाईँले, वास्तवमै हो। रियालिटी सो होइन कि चक्रव्यूह हो, एउटा त्यो फसाउनलाई बनाएको चक्रव्यूह हो। जीवनमा आशा धेरै नगर्नुहोस्, जति आशा गर्नुपर्छ त्योभन्दा डबल निराशा हुनुपर्छ। आफूले के गर्न सक्छु के गर्न सक्दिनँ भन्ने आफूलाई थाहा हुन्छ। सबैभन्दा पहिला आफूले आफूलाई चिन्ने, त्यसपछि संसारले आफूलाई चिन्छ।